अन्त ए 90 को टाइममा जन्मेकै थिएन नि त दिस इज नट गुड गाइज दिस इज नट गुड हेर्न कस्तो यो गरेछ वी डु ह्याभ यो डस्टबिन छ त यहाँ डस्टबिन देख्नु पर्यो हु डिड आई डोन्ट नो तर यस्तो चाहिँ गर्नु हुँदैन है तपाईँले तपाईँलाई कङ्ग्रेट्स थ्याङ्क यू जोङका मजाले सिक्यो बोल्नु नि आमतिर इन्टुका गर्लफ्रेन्ड मिचिङ गुप्पा कि पुरा मजाले सिक्यो फेरि भुलिहाल्यो सब चिया तारा टेन्ने सबै सिक्यो आमी छेलुरा हो Welcome back to Hilan's vlog. Hello guys and welcome back to my channel. Ubaro. Huh? तैँले भनिस् नि त्यही त अहिले चाहिँ ड्युटीबाट आयो होइन ड्युटीबाट आयो टाइम 5 मा मात्रै आरआरसी अफिस क्लोज हुन्छ नि त त्यही भएर चाहिँ वी आर हेडिङ टुवर्ड्स आरआरसी अफिस टु मेक हार टिपिएन बनाउँदाखेरि चाहिँ आजकल चाहिँ आई डोन्ट नो वाइ पहिला त अनलाइन हुन्थ्यो भनेर सुनेको थियो मैले चाहिँ याद के छ तेवामै बनाएको थियो लगभग अन्त मैले चाहिँ माथि बनाएको थिएँ त्यही भएर मलाई थाहा भएन तर अहिले चाहिँ वी आर हेडिङ टुवर्ड्स आरआरसी त यहाँबाट ट्याक्सी पाउनु भनेको चाहिँ भेरी लाइक ठुलो अब्स्टिकल हाम्रो पाउँदैन कि यहाँबाट म बसेको भएर चाहिँ ट्याक्सी पाउँदैन के हो अन्त त्यो चाहिँ को तँको छ योमा चाहिँ कम्फोर्टेबल हुन्छ नि त मलाई यो चाहिँ मेरो भएको नभएको एउटा कजन हो अहिले म ऊ चाहिँ भाइ हो भाइ मेरो भाइ हाई भन्दैन भाइ हाई भन्दैन भनेको हाई भाइ गाडीले मातेर भएको छ हाम्रो भाइहरूले रोक्यो गाडी खुसी लाग्यो ट्याक्सी छैन र पनि माथि आरआरसीओमा जाने हो कस्टम अफिस पुऱ्याइदिन्छ नि ए ट्याक्सी नपाएर हामी बिजोक माथि भ्यू त दामी देख्यो त हामी यहाँकै भूतहरू यहीँको सम्झिकेहरू कहाँको ए हामी गाउँ चाहिँ गाउँ दोर्खा दोर्खामा थाहा छ तपाईँलाई दोर्खा शान्ति बस्ने मान्छेहरूलाई त सबै थाहा हुँदो रहेछ तपाईँहरू स्पेसली तलहरूलाई के अरे म त पहिला उता बसेको नि त त्यसले सोधेको नि कता नाङलाममा पेमा कासिलमा ए सरसोक पुरै आउँछ है ए आउँछ हामीलाई आउँदैन सरसोक मलाई त पुरै आउँछ उता बस्नेहरू त खतरा बोलिन्छ नि भाइ चाहिँ कता बस्नुहुन्छ यहाँ तल चेक पोस्टमा इन्डियापट्टि म पहिला गभर्मेन्टमा हो नि भुटान सेन्ट्रल गभर्मेन्ट जोलिजिकल सर्वे गभर्मेन्ट अफ इन्डियामा इन्डिया हाम्रो माथि अफिस थियो नि माथि गुरुङ बस्तीको मुनि क्या हजुर सेन्ट्रल इन्डियाको नि हजुर अन्त 90 बिहा गरेको थियो कि 98सम्म नानीहरू छैन भनेर बुढी लानु पाउँदैन हो त्यहाँदेखि चाहिँ फर्केको मलाई त डाइरेक्टरले बेकुप भनेको हजुर बेकुप भनेको मलाई बेकुप हिन्दीबाट बेकुप कसले भने तपाईँलाई बेकुप डाइरेक्टरले मान्छेले नोकरी पाउँदैन तिमीले नोकरीमा ठक्कर मार्दैछ ए निक्ल्यो भनेर तपाईँ चाहिँ अन्त बुढी नानी ल्याउनु नपाएर बुढीसँग बस्नु नपाएर 8 वर्ष भइसक्यो नानी नहुँदाखेरि मेरो आपा आमाले पनि क्या उसले किचनमा बसेर भातहरू पका पनि खान्थेन नानी छैन भनेर चियाधरी खान्थेन बाउ आमाले
नानी नभएर त्यहाँदेखि चाहिँ मैले छोडेको नोकरी नै छोडिदियो नोकरी नै के गर्नु तपाईँले सेक्रिफाइस गरेको चाहिँ त्यसो भने अहिले छ नानी बच्चा अहिले 3 जना छ दुई बहिनी छोरी छ अन्त एक भाइ छोरा छ अहिले त राम्रो गर्छ होला प्यारेन्ट्सहरूले प्यारेन्ट छैन आप्पा आमा त खस्यो होइन पहिला अब पहिला त दाजुभाइले पनि हेर्ने थिएन मलाई अर्को बिहा गर्नु भन्छ म चाहिँ नभनेको अहिले 3 जना नानी तपाईँको त फिल्मी स्टोरी रहेछ है एकदम फिल्मी हामीले बलिउडको मुभीहरू हेर्दा क्राइम पेट्रोल हेरेर बेसी देख्छ क्राइम पेट्रोल अहिले छ 2 जना छोरी अहिले 2 जना छोरी टिचर छ इन्डियामा छोरा चाहिँ मास्टर डिग्री छ अहिले सबभन्दा सानो त मै सबभन्दा सानो तर उनीहरूलाई बनाउने तपाईँभन्दा म भन्दा बेसी मेरो बुढीले बहुत दुःख गरेको थिएँ त्यहाँदेखि म गभर्मेन्ट ड्युटी छोडेर नि हजुर 600 रुपियाँ महिनामा यहाँ गाडी चलाएको पटाङ ट्याक्सी पनि चलाएँ अन्त फर्स्ट यहाँ पार्किङ यो पक्का बनाउँदाखेरि नि दासु जोन्दा लापादौती पनि थियो लापादौती जोङ्दा जसले 90को टाइममा मान्छे मारे नि हजुर यहाँ बुधुनीमा सुन्नु भयो होला सुनेन ए 90को टाइममा जन्मेकै थिएन नि त 90 को फर्स्ट यहाँ क्या अन्त मेरो गाडी हाल्नु लगाएर चिज त्यहाँदेखि भुटानको एउटा ड्राइभर थियो कि डम्बर भन्ने अन्त उनले चाहिँ भुटानको ड्राइभरलाई हाल्नु नदिएर इन्डियन ड्राइभरलाई हाल्नु लगायो यस्तो उस्तो गरेर पुलिसलाई कुरा गर्नु थियो कि पुलिसले गएर दासु दौदालाई सोध्न मलाई हाल्नु किन दिएन इन्डियनलाई किन हाल्नु दियो भनेर त्यहाँ सोध्छ नि दौदाले हामीले भन्दा तपाईँले बेसी खाएको रहेछ शान्तिको सकेको सटेको कोही पनि नराम्रो भन्नु सक्दैन यो साङ्गेको बिल्डिङ हो यो पहिला फरेस्ट गार्ड हो पहिला यो बिल्डिङको मान्छे मालिक यहाँ पहिला पुरा लिची बगैँचा थियो लिचीहरू अहिले नि अलिअलि छ है छ तर यो काटेर चाहिँ उयो फरेस्टको अफिस डेपो अफिस बनायो मलाई यिनीहरूको अफिस तलै हो नि हजुरहरूलाई भित्रै हाल्नु हुन्छ यता बाहिर छोड्दा पनि बाहिर सोध्दा हुन्छ हुन्छ भन्नुहोस् है भित्रै चिन्छ जानु ए दियो भने त हुन्छ भित्रै जाउँ न मलाई कसले छेक्ने र कसले रोक्ने काम बिगार्नु हुँदैन कोहीसँग टेन्नु पनि हुँदैन कि कसो सही कुरा मैले भिडियो बनाएँ तपाईँको ए भयो केही छैन नि कति छ मेरो त्यस्तो भिडियो बनाउनु जोङ्सा बोलेर सारसप बोलेर हो जोङ्सा बोलिदिनुहोस् न त्यसरी ए नभन्नु होला जोङ्का मेरो भिडियो पनि बोलिदिनुहोस् ल कालो मान्छेको पुरै फोटो खिच्यो तपाईँले कहाँ हो अनुहारमा कहाँ जानुहुन्छ ल धन्यवाद ए पैसा दिनुपर्छ है 100 एउटा ल थ्याङ्क यू काटिन्छे नबिस्तामै काटिन्छे हुन्छ यहाँ बस्दाखेरि 10 आएर छेउमा पुग्यो अब भित्र गएर निक्लिन्छ त गाइस वेट हो काम सक्यो अन्त हामी निक्ल्यो द्याट म्यान वाज काइन्ड इन्ट्रेस्टिङ एक्चुली इन्ट्रेस्टिङ थियो स्टोरी पनि दामी लाग्यो मैले त्यो भित्र त्यही सोचिरहेको थिएँ किन गन गर्थेँ त्यसरी काम भयो सबै काम भयो टिपिएनहरू पनि बनायो अन्त सबै भयो भने न काम पनि यहाँ फर्केर भाइ चाहिँ बोरिङ लागेछ के को सिग्नेचर हो किन गनेको के को सिग्नेचर
सिललाई चाहिँ होइन सिल छ होइन भाइ जाउँ यो मान्छेले के खाँदैछ यहाँ घुम्न आएको अरे त्यस्तो खान्छ दिस इज नट गुड गाइज दिस इज नट गुड हेर्न कस्तो यो गरेछ यो जाँदा हुन्छ त यो यस्तो किन फ्याँक्यो होला गाइस वी डु ह्याभ यो डस्टबिन छ त यहाँ डस्टबिन फ्याँक्नु पर्छ यो हु डिड आई डोन्ट नो तर यस्तो चाहिँ गर्नु हुँदैन है त तँ पनि बोरिङ देख्न थाल्यो अब तँ पनि अल्छी लागेको जस्तो देख्न थाल्यो भाइ एक्टिभ भयो भाइ एक्टिभ दिदी छैन यो चाहिँ हाम्रो टाउन चाहिँ त्यहाँ मुनि हो टाउनदेखि अलिकति माथि छ यो ठुलो छोड्थ्यो अलिकति यहीदेखि छ अन्धेरो So let me show you guys a view here. एकदम दामी छ दामी चाहिँ हेर्नुहोस् यो चाहिँ हाम्रो हिन्दू मन्दिर हो हाम्रो हिन्दू मन्दिर देखि अर्को कुरा चाहिँ हो भर्खर पानी परेको छ फ्रेसिङ भएको छ कि फ्रेसिङ टाइप अब ग्रिन टाइप देख्ने अन्त टाइम पनि दामी छ अब कहाँ जाउँ भयो माथि छोड्नु पनि डुल्यो होइन अब हामी यहाँ नयाँ रेस्टुरेन्ट ओपन गरेको छ रिसेन्टली सुनेको थियो यो रेस्टुरेन्ट ओपन न्युली गरेको हो प्लस बेलुकाको लाइटिङ देख्दै चाहिँ एकदमै दामी देख्थ्यो नि त त्यही भएर आई थट वाइ नट टु ट्राई दिस वान फुड फेस्ट रेस्टुरेन्ट कम बार हियर सो हामी यहाँबाट चढेर जान्छौँ ल जाउँ कहाँ आयो भनेपछि त्यहाँ आएको होइन कहाँ है where is that? So here is the one. Number 4. Hello. Say hello to my vlog, Didi. म भ्लग बनाउँदै आएको मैले सुनेको थिएँ नि तपाईँको यहाँ हो भनेर आउनु टाइमै पाइनँ हेलो कस्तो मजाले बनाएछ दिदी तपाईँलाई कङ्ग्रेट्स थ्याङ्क यू यो बेस्ट स्पोर्ट रहेछ यो भ्यू पनि भ्यू अल्सो नट ब्याड एकदम हेलो बेबी We are done having whatever we ordered. अब जाने हो घर त्यहाँदेखि फेरि घरमा गएर प्लानिङ टु गो इन्डिया सक्छ क्या आज जानु अन्त त्यति नै हो अब पे गरेर जाने टुवर्ड्स इन्डिया Look guys, already reached home and now we are heading towards India. मेरो चप्पल साह्रै घिनलाग्दो चप्पलहरू पनि एन्ड भाइ अब हामी इन्डिया आइपुग्यो अन्त यहाँ लुगा छान्दैछौँ भाइ तपाईँले देखाउँ म इन्डियाको आमिर खान यो चाहिँ हाम्रो जिग्री दोष हो हाम्रो भाइ हो लुगा चाहिँ मैले उसकै भएर किन्छ हो कि होइन भन्नु त तिमीले कस्तो खालको पेन्ट चाहिएको मलाई अलिकति आइडिया त दिनु
आफैले मतलब यस्तो यस्तो कुरा देख्छ नि जो मतलब अरू मान्छेको बसमा छ तिमीसँग भोलि के हुन्छ तिमीले आफैले थाहा पाऊ। भगवान् मान्दाखेरि चाहिँ मनबाट मान्नु पर्यो। सेवा गर्नुपर्छ सेवा गर्नु उसको रात दिन नियमले पूजा गर्नुपर्छ नियमले मान्नुपर्छ। तिमी खालि भगवान्का अगरबत्ती बाल्यो प्रसादी लगायो जोड्यो गयो त्यस्तो हो न सेवा गर्नु मनले मान्नु पर्यो मनले सेवा गर्नु पर्यो। सेवा मन्दिरमा गएर साफसफाइ गर्नु ठुलो पूजा छ सालमा आउँछ नि सबै भगवान्को शिवजीको शिवरात्रि आउँछ दुर्गाजीको नवरात्र आउँछ हनुमानजीको पूर्णिमा आउँछ सब गणेश चतुर्थी आउँछ उनीहरू गएर सेवा गर्नु भगवान्को पुरा ध्यान गर्नु बिहान र बेलुका घरमै पूजा मजाले गर्नु हो नियमले सुत्दाखेरि अगाडि बिहान उठेर नुहाइ धुवाइ गरेर फेरि त्यहाँदेखि अटोमेटिक 5-10 पछाडि अटोमेटिक अर्को पावर आयो। त्यत्रो टाइम लाग्छ 5-10 साल? तिमी के आज गऱ्यो भोलि पाइहाल्छ तिमी आज इक्जाम दिएको भोलि त रिजल्ट आइहाल्छ त्यसमा टाइम लाग्छ नि त यति सजिलो छैन पाउनु बहुत कठिन सेवा गर्नु। तपाईँले पायो? पायो 2010 देखि माताको सेवा गरेको हो म पैसावाला चाहिँ भएन तर मेरो यस्तो टेन्सन थियो कि म सुसाइड गर्ने यहाँ घरदेखि भएको यस्तो मेरोसँग भएको थियो घटना तर सबै अटोमेटिक सल्भ भयो। कसरी सल्भ भयो मलाई त्यो सब पावर खतरा रहेछ तपाईँ मान्छे। यो तिमीले बुझाउँदा बुझ्दैन कि गर्दा थाहा जसले सेवा गर्छ नि रात दिन अर्कै उसको मन चाहिँ आएको उसले चाहिँ अगाडिको कुरा बुझिहाल्छ अगाडि मेरो भोलि मेरोसँग के हो तिम्रो अनुहार हेरेर बताइदिन्छ तपाईँले सेवा गर्नु तपाईँले मेरो अनुहार हेरेर बताउन सक्छ? तपाईँ त्यस्तो पावर छ? त्यस्तो बताउँदैन हामी बताउँदैन कि हामीले अनुभव एउटा के क्लियर बनाउनु अनुभव तेरोसँग के हुनसक्छ त के हुन्छ त म त भगवान् एउटा झलक आउँछ। तपाईँ मान्छे डर लाग्दो रहेछ त्यहाँ दाम लेख्नु त दाम हामी पनि अनुभव लगाइदिन्छु त्यसो। सेवा गर्दा मात्रै थाहा हुन्छ। त्यहाँदेखि मेरो दाम लाग्छ है त्यहाँ? म दाम बेसी मागेको म लेख्छु नि त त्यहाँ तपाईँले लेख्छ होइन त्यहाँ म लेख्छु त्यो माथि दाम चाहिँ कसरी हुन्छ दाम त 20-21 छ क्या त्यो त म पनि लेख्छु लेखिदेऊ न त्यति माग्छु हामी त लेखेको माग्छु हामी त लेखेको माग्छ तिमी त म म्यानेज गरेर माग्छु यो के जिँदैछ त 9 हो यो? दुईटा 9 हो कि उपाय छ नभए हामी कति झार्छ हामी थाकिहाल्छौँ दाम काटिदिन्छ हामी झार्दा थाकि हात दुखिहाल्छ 0 बेसी घटेको हो त्यो कम्ती घटेको हो? मम्मीकोबाट भनेको नि 34 यस्तो हुन्छ पक्का त्यो तपाईँ त्यति पनि गर्छ विशेष मान्छे तिमीले कति घटाइदिन्छ र 600 900 रुपियाँ घटाइदिन्छ अहिले यहाँबाट पनि घटाउँछ त्यस्तोमा मेरो गर्लफ्रेन्ड भएको छ अहिले योभन्दा घटाउँछ खालि बुढीको लागि मात्रै गर्लफ्रेन्डको लागि मात्रै यति घट्छ यो भिडियो तपाईँको बुढीमा पुऱ्याइदिन्छ बुढाइ मेरो बुढीले टेन्सन छ बुढीले थाहा छ हरामी छ बुढीलाई थाहा छ अरे ऊ हरामी छ नलेख्नु है गर्दैन के गर्दैन तपाईँको कम्ती गरेको होइन तिमी सर म तिमीले त्यो अर्को जस्तो दाम लगाएको छैन न त यो अर्कोले भन्दाखेरि क्यास यति छ 6000 पुगिहाल्छ लिएर भागिहाल्नु उसको दोकानमा चाहिँ लु आज कस्टमर लिएर आइदिएको थ्याङ्क यू अब 3450 न 3500 होइन दुईवटा बुढी छ
दुईटा बुढी किन पाल्नु पर्यो लकडाउनमा काम थिएन दुईटा बुढी छ तिम्रो लागि के मैले लाने मान्छे लिएर आइदिएकोमा भइगयो त म किन लानु फ्रीमा दिनु भने मलाई एउटा फाटेको च्याते गरेको खै कहाँ छ कोही यो च्याते सार्छु 5 6 7 8 9 10 1000 चिक्जा मिक्जा झुम्दा चिक्जा 6 7 8 9 10 जोङका मजाले सिकेको बोल्नु नि आमची रे इंटू का गर्लफ्रेन्ड रूपा कि पुरा मजाले सिक्यो फेरि भुलिहाल्यो सबै छिया तारा टेन्ने सबै सिकेको आमी छेलुरा हो तिमी कहाँ जाँदैछ सबै कुरा सिकेको एउटा केटालाई सिकाएको थिएँ म शान्ति हाई स्कुलको मैले लेखेर दिने थिएँ म बोल्ने थिएँ 50 रुपियाँ फर्काउनु कुछ हुन्छ नि भाइहरूले सेवा गराइदिएर तपाईँ मालिक भइगयो त अन्त कम्ती छ त्यहाँ 35 मात्रै 35 भने 34 हो 35 35 त अन्त यो 35 50 रुपियाँ ल्याउनु भनेको पुच्का खाने हेलो गाइस भन्न हेलो गाइस भन्न हेलो गाइस वेलकम ब्याक टु माई च्यानल वेलकम ब्याक टु मिलन लामोस ब्लग वेलकम ब्याक टु मिलन लु अब आफैकै अन्दाजमा केही भन् मेरो च्यानललाई मेरो च्यानलमा केही भन्न मिलनको च्यानल सब्स्क्राइब गरिदिनुहोस् युट्युबमा गएर अन्त लाइक सेयर कमेन्ट फेसबुकमा पनि टिकटक We are here at Check Post to have पानीपुरी झन्डै चटपटे हुन्छ नि चटपटे खाएर चाहिँ we are heading towards चटपटे पानीपुरी हो पानीपुरी खाएर चाहिँ we are heading towards where? Towards प्रेमिकाको घरमा तपाईँ खाने हो हजुर खाने दिन्छ पहिला म टाइम मात्रै खान्छु तपाईँले नि हजुर कति भयो अङ्कलको पनि मिठो मिठो तर अघि के खाएर खानु मन परेन खानु मन परेन बेसी खानु सकेन मिठो थियो थ्याङ्क यू चलो अब चलते हैं हम घर में अब look at the line guys, they are the Indian labor going back to their home. This is line of person guys, my battery is running out and I am here to conclude this vlog here only, and we are heading back to home now.
And thank you so much for watching this video till the end. And don't forget to like, share and subscribe. Please comment down as well. Thank you so much and see you in next video. Tada! Say tata. Bye bye.